हाम्रो समाजसेवी प्रेरणा व्यक्तित्व जय दबु लेटेन्ट अध्यक्ष श्री पुरन श्रेष्ठलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन गरिदिनु न। समाजसेवी प्रेरणा व्यक्तित्व बेलबारी नगर किरायाबाट टोलीहरू भएर आउनुभएका लक्ष्मीज्यूलाई मत पाएर आफ्नो आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। बेलबारीबाट टोलीपोइन्ट भएर आउनुभएका लक्ष्मीज्यूलाई मनमा आउन हार्दिक अनुरोध गर्दछु। सञ्चार रहेछ नि त ल भएर थियो होइन ए मान्छे बनाउँदैछ आफ्नो ल मेरो जिउ राम्रोसँग हुनेवाला मेरो जिउ होइन 2084 को नाच्ने हामी नाच्ने त मलाई आउँदैन नाच्नु अहिले अन्त नि दिदीहरू ए भर्खरै ए नाच्नु न अनि उर्मिला दिदी चाहिँ आउनु भएन उर्मिला दिदी चाहिँ आउनु भएन ए थोरै भयो रे ए थोरै मात्रै राम्रो त नि नाच्न त धेरैमा मजा हुन्छ ए ल हामी यहाँ मान्छे खोज्दैछौँ गयौँ ल रहेछ येलेदोङ 2085 येलेदोङ 2085 येलेदोङ भनेको हाम्रो यसले सम्बत यो येलेमोरको सम्बत क्या कति अगाडिको रहेछ त यो उर्लाबारीको रहेछ नि यो आफ्नै मान्छे हुँदो रहेछ नि पर त काका र को भन्ने लु काका अन्त काका त अर्को चाहिँ को अर्को ए खर्च गर्नु त भने अब यहाँनिर ऊ भरिमै हो भेटघाट गर्नुपर्ने आफन्तसँग होइन भालेसिली हो कुकुरी कहाँ गरेको भालेसिली भालेसिलीहरू के भइगयो बिर्स्यो ए त्यसै गरी अतिथिको आसन गरिदिनु न। समाजसेवी प्रेरणा व्यक्तित्व नेताङ किरात याक्थुङ सुम्लुङका अध्यक्ष श्री भगिन्द्र खासम लिम्बुज्यूलाई स्टेजमा आएर के गर्नु हुँदैछ तपाईँहरूको पनि हो यो
नानी पनि सुतिरहेको रहेछ त अनि कति महिनाको नानी हो? 8 महिना भइसकेको रहेछ। ल त्यसै गरी आसन गरिदिनु न। किवा हाङराई प्राविधिक कार्य समिति श्री हरेन्द्र कुमार राईज्यूलाई ल आफ्नै छोरी जस्तो लागिरहेछ त। के हो तिमी कसको छोरा? ए म त पर्दा भाइको हो कि भनेर। ए झन्डा कसको मनाइरहेका छौँ। यो सम्पूर्णले तुलसीको काँडा भएको अर्नामेन्टहरू होइन यसलाई के भन्छ? यो कुन छ लकेट, यो कम्पनहारी, ल जुम्बु ल सिलाम सागमाहरू पनि बनाइरहेको छ यतातिर यतापट्टि सक्नुहुन्छ हेर हाते कलाहरू कसले ल्याउनु भएको नि कति मजाले बुनेर। तर हाम्रो छोरीहरूले नै बुनिहाल्छ है। भाइहरू दिदीबहिनीहरू र पाल्नु भएका सबैजना हेरेर मलाई कोकोसँग भेटघाट गर्दै हुन्छ कुबुले। थरीथरीका मिठाईहरू बदामहरू खाएर रमाइलो गर्न सक्नुहुन्छ होइन भोलिको अवसरमा। मामा उयो के अरे म त ढुङ्ग्री र पापड मात्रै खानु ल, पापड र ढुङ्ग्री मात्रै। किन के खाने भन्नुभएको होइन अनि अहिले कि तर धेरै उयो स्पाइसी पनि नखाने यो ढुङ्ग्रीहरू पो खाऊँ ल एक पोका। 14 हजुर फेरि किन नरम हनुमानलाई चण्डीगढ
भाइ पनि किनिरहेको छ मलाई देखाउनु त यहाँसम्म यो पनि हराइ गर्छ फेरि अब हात फोहोर भइहाल्छ धुनु कुदिहाल्नुपर्छ अन्त नि पुछताछ गर्नुपर्छ नि दुईटा हातले नखाइ हुँदैन नरेले बिल्ला गर्छ खालि केटाकेटी गर्छ मम्मीकोले भन्दै केटीकेटी हो नि त हो नि